हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम छ हजुरहरू सबैजनालाई स्वागत गर्दछु म भनेपछि निशा ब्लगमा आयो। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। साथीहरू कहाँ गयो? हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथमा चाहिँ आजको न्यू भिडियो चाहिँ स्टार्ट भइसकेको छ साथीहरू। अब कहाँ गयो? लग्यो तरकारी खेती करेसा बारी गिरौला नि फलिरहेछन् त्यसमा, अनि फर्सी पनि फलिरहेछ साथीहरू। तर सानो सानो छ, फुल खेलिरहेछ। अनि यो रहेको छ मकै। अनि बाबाहरूलाई स्कुल पुऱ्याइओरिकन चाहिँ म चाहिँ अब एकछिन यहाँ हाँसहरूलाई कुखुराहरूलाई चराउँछु भनेर आएको साथीहरू। दाना चाहिँ दिइसकेँ, एकछिन हेर्नुपर्छ नि, नत्र त न्याउरी मुसाले क्वाब्ल्याकै पार्छ त नि साथीहरू। यो कुखुरा मैले देखाएको थिएँ नि, सानो यत्रो मैले यहाँ कान्दामा हालेर फोटो खिचेको अनि भ्लग पनि थियो यसको। अहिले चाहिँ यत्रो बुढो भइसक्यो साथीहरू, देख्न सक्नुहुन्छ। पानी खाँदैछ। अनि हाँसहरू यत्रो भइसकेको छ साथीहरू। मेरो घरको हाँस, माइतीको कोसेली, मेरो चाहिँ पेवा सम्पत्ति। पेवा सम्पत्ति माइतीबाट लिएर आएको है यिनीहरू चाहिँ सबैजना। अनि हाम्रोमा रायोको साग चाहिँ यत्तिको भइसकेको छ साथीहरू। हामीले चाहिँ अस्ति चाहिँ खाइसक्यो रायोको साग। उसिनेर पकाउँदा त मिठै लाग्ने रहेछ, तितो नहुने रहेछ हौ साथीहरू। मैले त पहिला त्यसरी खाएको थिएन, तर एकचोटि मैले खाएको, ओ माइ गड, यस्तो मुखै तितो, पेटै तितो हुने गरेर खायो। कसैले खाएन, तर फाल्नु भने माया लाग्यो। त्यही भएर मैले चाहिँ त्यस्तै तितो भए पनि खाइदिएँ साथीहरू। तर पछिको पालमा चाहिँ फुपाले भन्नुभयो उसिनेर पकाऊ, मिठो हुन्छ भनेर भन्नुभएको थियो। मैले त्यस्तै गरेर पकाएको, लास्टै मिठो भयो। म त खाएँ, सबैजनाले खाएँ त्यो दिनमा चाहिँ। अनि ओइ कहाँ जान्ला कोक्लेक पारेर? हाम्रो चाहिँ यहाँ काँक्रो, घिरौला, अनि त्यसपछि फर्सी, अर्ग्यानिक सागहरू, सबै कुरा सबै थोक छ कि साथीहरू हाम्रो घरमा चाहिँ। हाम्रो गाउँघरमा चाहिँ अहिले हाम्रो यहाँ चाहिँ अनि लगाएको भएको कारणले गर्दा खान पाइएको छ साथीहरू। अर्ग्यानिक काँक्रो, अर्ग्यानिक करेला तरकारी। यता जायो ओए, कहाँ गएको ओए? अहिले लान्छ यसलाई, आइज। अनि बाउ छोरी चाहिँ मस्त लाएर सुतिरहेछन् माथि। म चाहिँ तरकारी हालिराखेर आएको छु सानो ग्यास गरेर। अनि अहिले तरकारी हेर्न पनि जानुपर्ने हुन्छ साथीहरू। आजको दिनचर्या चाहिँ हाम्रो यहीँबाट सुरुवात भइसकेको छ। यस्तै छ जिन्दगानी साथीहरू। हजुरहरूको के कस्तो छ? अनि हाम्रो यहाँतिर चाहिँ गर्मी बढेर असाध्यै अचम्मै गर्मी बढेर चाहिँ दिमाग खराब भइसकेको छ होइन साथीहरू। तिनीहरूले सिउर कसरी बनाउँछ नि, के गरे होला है? सिउर त सिर्र पारेर ठाडो बनाउँछ नि। कहिले पाल्ने हो अन्डा, कहिले खाने हो हामीले अन्डा? ओइ कोक्लेक यता आइज। आज चाहिँ अलिअलि पानी पर्या भएर शीतल भइएको छ मौसम चाहिँ साथीहरू। मेरो चाहिँ नानी बिरामी भएर अचानक ज्वरो आएर रुगा लागेर खोकी लाग्ने भइरहेको छ। धेरै फाइनमा पनि भएर होला साथीहरू। अनि सानै पनि छ, फाइनमा राख्नुहुन्न भनेको छ, तर मैले चाहिँ राखिराखेको थियो। त्यही भएर उसलाई अलिक गाह्रो भएको छ साथीहरू। यो सबै खाने है, यो सबै खाने, नत्र भेट्लास फेरि। त्यो चाहिँ भाले हो, यो चाहिँ पोथी हो है साथीहरू। यो चाहिँ मेरो माइती घरको पेवा सम्पत्ति। खाऊ। यस्तो शीतल मौसम भयो पनि तर गर्मी चाहिँ गर्मी नै भइरहेको छ साथीहरू। यसपालि त किन होला, पोहोरभन्दा यसपालि गर्मी भए जस्तो लाग्छ, तर हो कि होइन हो, मलाई मात्रै त्यस्तो हो कि हजुरहरूलाई पनि त्यस्तै लाग्छ?
तर मेरो युट्युब फ्यामिलीहरू थोरै भए पनि अनि सपोर्ट चाहिँ अलिअलि गर्नु भइराखेको छ साथीहरू। अनि मलाई चाहिँ नि अब बिस्तारै अगाडि बढ्दैछौँ साथीहरू। हजुरहरूले चाहिँ सधैँभरि साथ सपोर्ट चाहिँ गरि नै रहनु होला। म चाहिँ अनि मेरो चाहिँ भ्युजहरू कम भइरहेछ, कमेन्ट पनि कम भइरहेछ, धेरै सपोर्टिभ साथीहरू छैन। सपोर्ट गर्नेहरूले पनि अनसपोर्ट गरिरहेछ अनि सब्सक्राइब गरेर पनि फेरि अनसब्सक्राइब गरिरहेको छ। त्यस्तो चाहिँ नगरिदिनु होला है साथीहरू प्लिज। अनि सबैजना हामी एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ भन्ने मेरो चाहिँ आशा छ। अनि म पनि गरिराखेको छु, सक्दो सपोर्ट चाहिँ गरिराखेको छु साथीहरू। हजुरहरूले पनि यसरी नै सपोर्टहरू एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ है त। हातेमालो गर्दै अगाडि बढौँ। हामी नेपाली दिदीबहिनी सबैजनाको यस्तै धारणा राख्दछौँ। म चाहिँ सबैजनालाई त्यही भन्दछु। कहाँ गयो फेरि यो? लु भयो अब जाउँ, मेरो तरकारी डढ्दैन। छिटो छिटो हिँड छिटो हिँड। कतापट्टि छिर्यो हो फेरि? हिँड त छिरेको रहेनछ। हिँड छिटो हिँड। कतापट्टि गयो देखेर सक्दछ साथीहरू। अर्ग्यानिक काँक्रो खाने होइन त काँक्रो फलिरहेको छ। यहाँ चिचिलाहरू लागिरहेछ। हुन्छ ल हेर्नु साथीहरू, अर्ग्यानिक काँक्रो खान पाइन्छ यसरी रोप्यो भने। छिटो कस्तो मजाको फल्यो है साथीहरू। हिँड भने त फेरि ल साथीहरू, कुखुरा पनि थुनियो साथीहरू। कुखुरालाई थुनिवरिकन चाहिँ माथि जाँदैछु। बाउ छोरी के गर्दैछ हजुरहरूलाई म देखाउँछु है त। अर्ग्यानिक काँक्रो खाने हो। बुढो बुढो हेर नि यहाँ यत्रो भएछ। योभन्दा फेरि सानो यत्रो भएछ। योभन्दा हल्का सानो छ। फेरि त्यहाँ छोडिदिए। साग पाकिसकेको छ। भातहरू अब पकाउने खाने छु। बाउ छोरी त्यहाँ खेलिरहेछ। भात खान आउनु। हाम्रो काली यहाँ रेडी भइसक्यो भात खानलाई। तपाईँ यहाँ भात खान आउनु। ओइ लडी ल खानु नाच्या हाडी गोप्टे।
खाना आऊ न तिमी पनि यहाँ कालीले खाइरहेको छ रुममा ल है साथीहरू हामीले चाहिँ खाना खाइवरी भ्याइसकेको छ मैले चाहिँ हामी सबैजनाले बुढाबुढीले खाना खाइवरी भ्याएर चाहिँ हामी चाहिँ अब बसाइ छौँ देख्न सक्नुहुन्छ नानी सुतिराखेको छ मैले चाहिँ सरसफाइ पुरा गरिसकेको किचनलाई पनि अनि म चाहिँ अब लुगा धुन जानुपर्ने हुन्छ साथीहरू घाम भन्नु पर्दाखेरि यस्तो घाम लागिरहेको छ मलाई लुगा धुन जानुपर्ने छ साथीहरू पर घाम टनाटन लागेको छ मैले चाहिँ अस्ति हजुरहरूलाई भिडियो हालेको थियो नि त यो भिडियोमा अनि मैले नानीको लुगा सुका सिलाएको थियो अनि यो लुगामा चाहिँ कस्तो देखेको छ मेरो नानीलाई चाहिँ हजुरहरूलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला है त साथीहरू ल त अब चाहिँ म लुगा अहिले चाहिँ साँझ भइसकेको छ 6:30 भइसकेको छ साथीहरू साँझ भइसकेको छ अनि देख्न सक्नुहुन्छ आजको दिन चाहिँ यस्तो भएको छ साँझ समयको अनि म चाहिँ अब चाहिँ चामल केलाउनला साथीहरू चामल केलाउनु पर्ने हुन्छ घरको चामल भएको कारणले गर्दा म चाहिँ चामल केलाउँदैछु साथीहरू अब खाना पकाउनको लागि रेडी हुनु परेको छ त्यही भएर अनि चामल केलाउनलाई रेडी गर्दैछु साथीहरू शीतल पनि छ गर्मी पनि छ चामलमा भुस भएको कारणले गर्दा ल है त साथीहरू चाहिँ अब चामल लेख्छु अब यति भयो ठिकैको झन् धेरै झर्छ छ्या खाना बसाइसकेको छु मैले चाहिँ अनि यहाँ प्याज काटेर रेडी भइसकेको छ अनि यहाँ मासु पाक्दैछ साथीहरू कुखुराको मासु कुखुराको मासु पाक्दैछ साथीहरू फुर्ती नलगाऊ धेरै ढेडो मान्छेहरूको पारा के हो त आमा नाङ्गे जिरे माम खाऊ चिची खाऊ पिपी पनि हेर
फाइनली साथीहरू हामीले खाना खाइवरिकन भ्याइसक्यौँ साथीहरू। खाना खाएर चाहिँ हामी छतमा घुम्दैछौँ। गर्मीको चलते साथीहरू गर्मी चाहिँ असाध्यै छ। आकाशमा देख्न सक्नुहुन्छ बादल अलिअलि कालो कालो भएर आउनु त आइरहेको छ पानी पर्नको लागि साथीहरू है। अनि हामी आमा छोरी चाहिँ छतमा बसिरहेका छौँ साथीहरू। गर्मी भएर छतमा घुमिरहेका छौँ है छोरी है। गर्मी भएर क्या गर्मी भएर हामी छतमा आइपछि कस्तो भन्दा है। छोरीलाई चाहिँ सन्तोला भयो साथीहरू। लास्टै पिरिरहेछ बोकेर मात्रै हिँड्नुहुन्छ साथीहरू। गाली भुन्थ्यो चाहिँ त्यही भएर हामी बोकेर हिँडिरहेको छौँ। म चाहिँ देख्न सक्नुहुन्छ। अनि यहाँतिरको रातिको समयको चाहिँ यस्तो हुन्छ साथीहरू रमाइलो रमाइलो छ। झिलिमिली बत्तीहरू अहिले चाहिँ 8 बजिसकेको छ साथीहरू। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यहाँ चाहिँ धुवा लगाएको छ मच्छर भगाउनको लागि। यस्तो छ साथीहरू साँझको समयको नेवार पानी ठाउँ। हामी नेवार पानीमा बसेको छ। यो चाहिँ हो यस्तो छ। हामी छतमा छौँ। छतबाट हजुरहरूलाई देखाउँदैछु भिडियो मार्फत। देख्न सक्नुहुन्छ हामी चाहिँ छतमा छौँ। अहिले लुगा टिप्नु पर्ने हुन्छ साथीहरू एकछिन। अनि लुगा पनि सुकिरहेको छ। अहिले टिपेर लानुपर्छ। पानी पर्दा भयो नि हुन्थ्यो। साह्रै गर्मी भएको छ। हजुरको ठाउँतिर चाहिँ के कस्तो गर्मीहरू चलेको छ? र हामीमा असाध्यै गर्मी छ। टमाटरको बोट देख्न सक्नुहुन्छ। फुल चाहिँ मजाले फुलेको साथीहरू। गर्मीको चलते टमाटरले बोटमा बिरुवामा फलै दिन बिर्सेछ। यसमा चाहिँ दसो तसो अलिअलि लागेको छ साथीहरू। सानो खालको टमाटर। यसमा त झन् लागेको पनि छैन के खालि फुल मात्रै खेलिरहेछ। यसमा पनि छैन तर यसमा चाहिँ छ फलिरहेछ सानो सानो देख्न सक्नुहुन्छ है। टमाटर फलिरहेछ। त्यो चाहिँ धनियाँ रायोको साग छ। होइन त सानी बुढी हामी कहाँ आएको रे भन्थ्यो कहाँ आएको रे? भुकुलीलाई बिलामी भएर हाँस्दैन हात देऊ न। ल त साथीहरू आजलाई भिडियो अनि हजुरहरूलाई आजको भिडियो हाम्रो कस्तो लाग्यो अनि हाम्रो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। हस्त अर्को यस्तै न्यू डे न्यू भ्लगहरूमा भेट्नेछौँ साथीहरू। आजको भ्लग चाहिँ यति नै। अब भ्लग इन गर्ने बेला भइसकेको छ। भिडियो लामो भइसकेको छ साथीहरू। 8:30 पनि भइसकेको छ। अब चाहिँ सुत्ने बेला भइसकेको छ साथीहरू। अब आराम गर्ने बेला भयो। खानपिन पनि भइसक्यो। हाम्रो सानो साथी खोइ सानो साथी त बोल्दैन त नि। सानो साथीलाई सन्चो नभएर साथीहरू यो चाहिँ बोलिरहेको छैन अहिले। ल त साथीहरू आजलाई यति नै। अनि के भन्न चाहन्छु भने आज चाहिँ भिडियो यति नै। हामी भिडियो इन गर्न गइरहेको छु साथीहरू। अनि भोलिको न्यू डे न्यू भिडियोमा चाहिँ हामी उपस्थित हुने नै छौँ साथीहरू। मिल्ने नै छौँ। भेटघाट हुने नै छौँ साथीहरू। आजलाई भिडियो यति नै। बाई बाई गुड नाइट सी यू टुमारो बाई बाई युट्युब फ्यामिली। बाई भन्नु बाई।